सबैजनालाई नमस्कार है। आज चाहिँ मैले एउटा विषयवस्तु के भन्दा यो नेपालको राजनीति बारेमा चाहिँ यो पछिल्लो चरणको राजनीति बारेमा चाहिँ केही कुरो चाहिँ सेयर गर्ने कि भन्ने हिसाबले चाहिँ यसो यो जमर्को गर्दैछु है। तपाईँको यो पछिल्लो चरणमा जुन हाम्रो नयाँ भनाउँदाहरू नयाँ व्यक्ति भनौँ न, अब संस्था त संस्थै हो, एक दुईवटा संस्था छ होइन, व्यक्ति भनौँ नयाँ व्यक्ति अथवा संस्था, यिनीहरूले जुन पहल गरिरहेको नि, यिनीहरूको जुन पहल गरेको जुन यो सुरुको यो देख्दाखेरि चाहिँ एकदम अचम्म लाग्ने अवस्था छ क्या। सबैजनाले आफ्नो पदको लागि आफू भोलि प्रधानमन्त्री हुने अथवा सभापति हुने अथवा के हुने कसो हुने भन्ने पदको लागि राजनीति गरिरहेको नि यिनीहरूले। अहिले भनेको पदको लागि राजनीति गर्ने बेला होइन नि, अहिले भनेको त देशको मात्रै नभनौँ विदेशको नि भनौँ न, यो सबै विश्वकै यो संरचना कोल्याप्स भइसकेको अवस्थामा चाहिँ त्यो विश्वको संरचना कोल्याप्स भइसक्यो, नेपालको अहिलेको संरचना नि कोल्याप्स भइसक्यो। यो प्रजातन्त्र भन्छ नि, यो सब बकवास कुरा हो। यो प्रजातन्त्र लोकतन्त्र के हो? प्रजातन्त्र लोकतन्त्र भन्ने जनताले प्रजातन्त्र लोकतन्त्र मान्दैन। जनताले घाँस बाँस कपास शान्ति सुरक्षा स्वास्थ्य माग्छ जनताले लोकतन्त्र गणतन्त्र केही माग्दैन। जनताले के माग्छ त्यो कुरो चाहिँ एड्रेस गर्नुपर्छ क्या। अहिलेको यो नयाँ भनाउँदाहरूले चाहिँ यो यिनीहरूको यो 7 बुँदे सम्झौतादेखि होइन, बालेनसँग 7 बुँदे सम्झौता, अरू कुलमानसँग 7 बुँदे सम्झौता सब बकवास गराएको। अब यो अहिलेको व्यवस्था ढलिसक्यो, अब नयाँ रिफर्म गर्नुपर्ने अवस्था छ। अब नयाँ रिफर्म गर्नको लागि यिनीहरूले के भन्छन्, यही लोकतन्त्र मान्ने, यही गणतन्त्र मान्ने, यही धर्मनिरपेक्षता मान्ने, अनि त्यसपछि के भन्छ यही बहुलवाद मान्ने रे, यही व्यवस्था मान्ने रे, अनि त्यसपछि यही के अरे उदारवाद मान्ने रे। जसले जुन कुराले नेपालको अवस्था यो आइपुगेको छ, अब यिनीहरूले यही मान्ने भनेर जान्छ। यिनीहरू अरू के होइन, यही मान्दै गयो भनेदेखि र यिनीहरूले आफ्नो कार्यशैली चाहिँ चेन्ज गरेन भनेदेखि यिनीहरू अर्को बुख्या चाउन्। प्रचण्ड एमाले माओवादी जस्तै यिनीहरू अर्को बुख्या चाउन्। जस्तै ओली देउबा प्रचण्ड भन्छन् नि, हो यिनीहरू अहिले नयाँ भेरिएन्ट हो यिनीहरू। यो बालेन रवि कुलमान सिधा कुरा छ त, त्यो त डाउटै छैन नि। होइन, देशले चाहिँ पुरै संरचना खोजिरहेको, नयाँ व्यवस्था पुरै देशको पुरै कोल्याप्स, गणतन्त्रको सबै कोल्याप्स भइसक्यो। गणतन्त्रको संविधान, गणतन्त्रको के संहिता, धर्मनिरपेक्षता, अनि त्यसपछि आएर सबै देशको संरचना केही बाँकी छैन, धर्मराइसक्यो, यसले कामै गर्दैन। अब यिनीहरूले के भन्छन्, यही विदेशीको बुई चढेर यही व्यवस्था ठिक छ अरे। क्या बकवास कुरा गरिन्छ भने होइन, जनता झुक्ने अलिकति तरिका हुन्छ नि त, अचम्म छ। होइन, यिनीहरूले चाहिँ पदको लागि नगरे, यदि राजनीति नगरे भयो त यो यिनीहरूले सम्झौता त राम्रो कुरो ल्याउनु पर्थ्यो होला। अहिले व्यवस्था चेन्ज गर्ने, अहिले व्यवस्था ढाल्ने, अहिले व्यवस्था मन न क्या, अहिले जनताको व्यवस्थाको विरुद्ध जनता छन्। अहिलेको व्यवस्थाले केही पनि गर्न सक्दैनन्। यो व्यवस्था हामी गयो भने त्यस्तै हुन्छौँ भने यिनीहरूको अलिकति त्यो ढकन खोल्नु पर्यो। त्यो ढकनै खोल्दैन त यिनीहरूको त, कहिले खुल्ने हो ढकन यिनीहरूको? अब हामी गर्छौँ राजनीति, हामी गरायो, तिमीहरूले देशै चलाओ, तर केही छैन। देश तिमीहरूले नचलाओ भने चलायो, तिमीहरूले राम्रो गरायो, तर त्यही विदेशीको बुई चढेर त्यही विदेशीले थोपरेको व्यवस्थालाई चाहिँ तिमीहरूले चाहिँ व्यवस्थालाई चाहिँ सही भनेर मान्यो भनेदेखि त जनताले कहाँ साथ दिन्छ तिमीहरूलाई भोलि? हुन त एकपल्ट देला नि, दुईपल्ट देला, सधैँ दिएन नि त जनताले हेर्छ नि त। यिनीहरू यो काङ्ग्रेस एमाले माओवादी भन्दा तिमीहरू के फरक भयो त? त्यही व्यवस्था मान्छ भने तिमीहरू त्यही भयो त होइन र? यदि त्यो व्यवस्था नमान्ने भएदेखि त त्यही अनुसारको सम्झौता गर्नु पर्दैन तिमीहरूले। त्यो गरेनौ तिमीहरूले, किन सबैलाई पचायो, सबलाई देश जनता लुट्ने हो तिमीहरूले, सिधा कुरा छ। अब अहिलेको अवस्था यदि तिमीहरूले अहिलेको अवस्थाकै हिसाबले जाने हो भनेदेखि अब 10 वर्षपछि के हुन्छ? तिमीहरूको हालत नै प्रचण्ड एमाले के अरे देउबा र ओलीको पारा त हुन्छ नि। देशमा के गर्न सक्छौ तिमीहरूले? अब समस्या कहाँ छ? गहिरामा जानु छैन। नेपालको समस्या यो कहाँबाट आयो? गहिरामा जाउँ त, गहिरामा हेरी सुगौली, यो हाम्रो कृत्य सुगौली सन्धिदेखि सुरु भएको छ समस्या। तिमीहरूले बुझ्या हो यो कुरा? बुझ्या छैन? बुझेर नि बुझ पचाएर आयो होला, किन भन्दा विदेशीले केही गर्न दिँदैनन्। अब जे भन्यो नि यिनीहरूको बुझ चढेर काम गर्ने भन्ने भइरहेको तिमीहरूलाई, त्यो होइन नि त। अचम्म छ, बकवास वाहियात बकवास कुरा गरे जनता झुका गर्न नचाहिने कुरा।
तिमीहरूले सोचिरहेको होला होइन अब यो के अरे जनतालाई हामीले झुकाउने, जनतालाई झुकाएपछि उयो अरू पुराना दलहरूले पहिला झुकाउने, त्यो बहुमत ल्याउने, सरकार गठन गर्ने, सरकार फर्मेसन गर्ने, लुट्ने खाने भन्ने सोचेको त्यो इम्पोसिबल। अहिलेको कन्डिसन त पोसिबल छैन। जनताले धेरै कुरा बुझिसकेका छन्, बुझ्यौ नि। त्यही भएर तिमीहरूले चाहिँ जनताको भावना विपरीत काम गरिएन। जनतालाई टेकेर, जनताको भावनामा टेकेर जनताले के सोच्छ के गर्छ त्यो काम गर्ने। यो विदेशीको बुई चढेर के भन्छ गणतन्त्र तिमीलाई धान्न सक्छु भन्ने त्यो इम्पोसिबल त छैन, बुझ्यौ नि। व्यवस्था सबै कोल्याप्स भइसक्यो। अब यिनीहरूले गर्नुपर्ने अहिले के छ, अहिलेको समस्या कहाँबाट आयो? सुगौली सन्धिदेखि नेपालको हालत यो अवस्था। औपनिवेश एक हिसाबको औपनिवेश अवस्थामा सबै चिज औपनिवेश भनौँ न, सामाजिक सांस्कृतिक आर्थिक सबै कुरो नेपालको खतम भइसक्यो होइन। न्यायालयको के छ व्यवस्था? न्यायालयमा चाहिँ तिमीहरूले करेक्सन गर्न सक्दैनौ। न्यायालयमा कस्तो अवस्था भए? स्वास्थ्यको स्थिति के छ? के अरे शिक्षाको अवस्था के छ के छ? तिमीहरूलाई त पद पचाइया। अब जनताले भन्छ व्यवस्था ठिक छैन, व्यवस्था ढालौँ भन्छ जनताले। यिनीहरू भन्छन् यही व्यवस्था टिकेर यही व्यवस्थामा हामी रजा गर्ने, अर्का एउटा बुखेचाहरू निकालिदिउँ, अब हामी नयाँ बुखेचा आउने, काम गर्ने, खाने, लुट्ने भन्छ तिमीहरू। कति दिन तिमीहरू यो विदेशीको व्यवस्था चाहिँ टिकाएर बन्न सक्छौ देशको लागि? वायत नचाहिने कुरा। तिमीहरूले चाहिँ यो सरकारमा बानमा तिमीहरूको अब चुनाव हुन्छ, बहुमत पनि ल्याउला अथवा 2/3 ल्याउला होइन। अब जे गरेँ नि गर्ला, केही कुरो भएन। तर तिमीहरूले गरेन नि जनताले त पछि झुकाउने नि काम हुन्छ नि त। मेरो क्वेसन के भन्दाखेरि तिमीहरू रियल समस्यामा जाओ। रियल के छ त समस्या? नेपाल चाहिँ यो अवस्थामा कसरी भयो त? त्यतिकै भए होइन होला, त्यसको पनि ब्याकग्राउन्डमा धेरै कुराहरू होला। हो, त्यो ब्याकग्राउन्डमा भएको धेरै कुरोहरू समस्या जे छ त्यो समस्यालाई चाहिँ चिर्ने काम गर्ने हो। त्यो चिर्नको लागि यही व्यवस्थामा बजेट चिर्न सक्दैन तिमीहरूले। किन नेपालको सबै संरचना चेन्ज गर्नुपर्ने अवस्था छ भने यही व्यवस्था तिमीहरू कसरी गर्न सक्छौ? तिम्रो त यो व्यवस्था विरुद्ध लाग्नुपर्छ त, जनताले साथ दिन्छ। र अर्को कुरा, ल मानौँ तिमीहरू भोलि प्रधानमन्त्री मन्त्री भयो, तर तिमीहरूले भोलि प्रधानमन्त्री मन्त्री भएर के हो नि? तिमीहरू केही काम गर्न सक्दैनौ, किन व्यवस्था यही हो नि त। यही व्यवस्थाले देशलाई यो अवस्थामा पुर्यायो। फेरि यही व्यवस्थामा समाएर तिमीहरूले प्रधानमन्त्री मन्त्री जे भने, राष्ट्रपति जे भने के गर्न सक्छ र? किन विदेशीले दिँदैन काम गर्नलाई, सुगौली सन्धिले दिँदैन काम गर्नलाई। यो के अरे यो एसियन डेभलपमेन्ट ब्याङ्क अनि एडिबीमासँग गरे जुन सम्झौता छ नि, त्यो सम्झौता तिमीलाई दिँदैन काम गर्नलाई। सिम्पल छ त कुरा, त क्लियर छ त कुरा त। अनि तिमीहरूले चाहिँ जनतामा आँखामा छाएर हाल्नलाई ल पहिला नेताले के गर्यो, अहिले चाहिँ हामीले पुल बनायो, घर यो बनायो, सडक बनायो, यो बनायो, ऊ गरौँ। नेपालले त्यो विकास चाहिएको छैन। नेपालले चाहिएको भनेको रकेट गतिको विकास चाहियो, ताकि चाइना कसरी अगाडि पुग्यो यो अहिलेको अवस्था आइपुग्यो, जस्तै इन्डिया कसरी यो अवस्था आइपुग्यो, रसियनहरू अथवा यो मिडल इस्टहरू कसरी यो अवस्था आइपुग्यो, कति डेभलप भएर कहाँ आइपुग्यो। हो, त्यो गतिको विकास चाहियो नेपालको लागि। अहिले नेपालको लागि रकेट गतिमा विकास चाहियो। तिमीहरूले चाहिँ गर्छ भने एउटा पुल बनाउँछु, एउटा खोला बनाउँछु, नहर बनाउँछु, यो बनाउँछु, ऊ बनाउँछु, जनताले त ढाँट्ने अचम्म छ, बकवास। त्यो कुरा चाहिँ होइन जनतालाई। र अर्को कुरो, विकासको नाममा चाहिँ तिमीहरूले नेपालको संस्कृति मान्छौ। अब विदेशीको बुई चढेर नेपालको संस्कृति माच्ने, नेपालै जनताको भावना नबुझ्ने, नेपालको संस्कृतिको सबै संरचना ध्वस्त गर्ने हो। त्यो काम गर्छ भनेदेखि तिमीहरू आफै खाल्टा पर्छ फेरि भोलि। यो त क्लियर छ कुरा हो। त्यो कारणले त्यो चाहिँ विचार गर्नुपर्छ क्या। म अचम्म लाग्छ साधु सम्झाउँदा हेरेँ म त एकछिन टुवा परेँ क्या होइन। यिनीहरूले चाहिँ अब यो 3 जना बसेछन् आहान, यिनीहरूले चाहिँ नेपालको लागि निकास चाहिँ राम्रै देला नभए होइन। यो व्यवस्थाको विरुद्ध यिनीहरूले व्यवस्थाको यो अहिलेको व्यवस्थामै टेकेर काम गर्दैनन्। पक्कै पनि यिनीहरूले अब यो युवा अवस्थाको आन्दोलनपछि यिनीहरूको चेत खुल्यो होला भनेको त। चेत के खुल्ने हो र? यो युवा आन्दोलन यो युवाको विद्रोहमा त यिनीहरूलाई त ऊ भएछ, के भन्छ यो के भन्छ, यो सत्ताको भर्याङ चल्ने बाटोको भएछ त यहाँ। एउटा सत्तामा भइरहेको मान्छेलाई ढाल्यो जेनजी, के अरे यो युवाको आन्दोलन ढाल्यो। यिनीहरूलाई त सत्तामा बस्ने अब ऊ पो भएछ त, विकल्प। सत्तामा जाने भर्याङै भएछ यहाँ। त्यो यस्तो गरी हुन्छ यार, म त जिल्ला पऱ्यो भने हट। ल अहिले ल धन्यवाद। ल बाई बाई, ल यति नै गरौँ।